नमस्कार साथीहरू, आज म तपाईहरूलाई बताउन गइरहेको छु कि टिकटकमा कसरी भ्युज बढाउने। सबैभन्दा टिकटक एप्लिकेसन ओपन गर्नुहोला। टिकटक एप्लिकेसन ओपन गरिसकेपछि तब नमस्ते। प्रोफाइलमा हजुरको नाम भन्नुहोस् न, आउनुहोला। अडियन्स चाहिँ रोशन तामाङ। आज हजुर कसलाई सपोर्ट गर्न आइरहनु भएको? प्रोफाइलमा आउनुहोला। प्रोफाइलमा आएर भिडियोमा जानुहोस्। भिडियोलाई त्यहाँ गरेर थ्री डटमा त्यहाँ थ्री डटमा क्लिक गर्नुहोस् र कपी लिङ्क गर्नुहोस्। भिडियोलाई कसरी प्राइभेट गर्ने कपी लिङ्क गर्नुहोस्। तब फेरि ब्याक आइहाल्नुहोस्। तब गुगलमा क्लिक गर्नुहोस्। गुगलमा गएर यहाँ सर्च गर्नुहोस् jiofy.com। jiofy.com वेबसाइटमा क्लिक गर्नुहोस्। यहाँ जुन कोड दिनुभएको छ त्यो कोड हाल्नुहोस्। तब भ्युज बढाउनु छ, भ्युजमा क्लिक गर्नुहोस्। जुन तपाईँ लिङ्क कपी गरेको थियो त्यो पेस्ट गर्नुहोस् यहाँ। तब टाइमर स्टार्ट भइहाल्छ। तबसम्म तपाईहरू भिडियोलाई लाइक गर्नुहोस् र कमेन्ट गर्नुहोस् कस्तो छ भिडियो, र सब्स्क्राइब पनि गर्नुहोस्। भइहाल्यो। अब सर्चमा क्लिक गर्नुहोस्। फेरि 30 सेकेन्ड रुक्नुहोस्। अब फेरि सर्चमा क्लिक गर्नुहोस्। मेरो भिडियोमा 9 भ्युज छ भने अब 1000 भ्युज आउँछ। फेरि ब्याक भइहाल्नुहोस्। टिकटकमा जानुहोस्। टिकटकमा गएर हेर्नुहोस् टिकटकमा भ्युज कति गएको छ हेर्नुहोस्। मेरो टिकटकको भिडियोमा भ्युज 1000 गइसकेको छ। भिडियोलाई लाइक सब्स्क्राइब गरिदिनु होला।